पहिला सुरु यो कमेन्ट पढौँ हैन, देन त्यसपछि म रिप्लाई दिन्छु है त। सो ओ दाइ रहेछ, यो भिडियो मेरो मनको कुरा हो। आई एम एडिटर, बिगिनर एनिमेटर, गुड भोकालिस्ट, टपर, पब्लिक स्पिकर, कन्टेन्ट मेकर, बेसिक नलेज अफ पाइथन अनि गेमर, अझै कति छ कति। दिस इज भेरी रिलेटेबल हैन, नेपालमा यस्तो भिडियो हेर्ने अडियन्स नभएर हो दाइ, नत्र यस्तो च्यानल इन्डियामा भाइरल हुने च्यानल हो भनेर भाइले भनेको छ हैन। सो है मैले यो कुन टपिकमा भिडियो बनाएको थिएँ भन्दाखेरि युट्युबमा हैन, लाइक स्मल यो किन मल्टी ट्यालेन्टेडले चाहिँ हैन तपाईँलाई स्लो बनाउँछ कि यसको बारेमा भिडियो बनाएको थिएँ। अनि यो भाइले पनि हैन लाइक कमेन्ट गरेको थियो है, यो चाहिँ उसलाई रिलेटेबल लागेको छ कि लाइक भाइ चाहिँ धेरै लाइक एडिटर हैन, बिगिनर, अब यो एनिमेटर, गुड भोकालिस्ट, टपर, यो धेरै कुरा रहेछ क्या, मल्टी ट्यालेन्टेड क्या। पब्लिक स्पिकर भयो, कन्टेन्ट मेकर भयो, अब गेमर पनि भयो हैन। सो मल्टी ट्यालेन्टेड हुनु हैन, लाइक यसले चाहिँ स्लो बनाउँछ। मैले टपिकमा भिडियो बनाएको छु हैन। सो मल्टी ट्यालेन्टेड भयो भने के हुन्छ भन्दाखेरि हैन, हामी चाहिँ स्लो हुन्छौँ क्या इफ हामीले राम्ररी म्यानेज गरेनौँ भने। लाइक मल्टी ट्यालेन्टेड हुनु नराम्रो चाहिँ होइन हैन, तर हामीले म्यानेज गर्न सकेन भने हैन, हाम्रो एनर्जी त एउटा छ नि त, त्यो एनर्जी स्क्याटर्ड हुन्छ कि लाइक यताउता जान्छ क्या। सो मल्टी ट्यालेन्टेड हुनु नराम्रो चाहिँ होइन हैन, लाइक एउटामा चाहिँ फोकस गर्नु पऱ्यो क्या। लाइक अरूलाई चाहिँ साइड बाई साइड नगर्ने, वा साइड बाई साइड थोरै होइन गर्ने, वा पछितिर गर्ने क्या। पहिला सुरु एउटा कुरामा चाहिँ फोकस गरेर जानुपर्छ हैन, देन त्यसपछि हामी फास्ट हुन्छौँ क्या। अब सबै कुरा एकैचोटि गऱ्यो भने लाइक भाइले भने जस्तो एडिटर पनि हो अरे हैन, लाइक कन्टेन्ट क्रिएटर, पब्लिक स्पिकर, बिगिनर एनिमेटर हैन, अनि यो गेमर, लाइक सबै कुरा उसले गर्न थाल्यो भने हैन, केमा पनि भाइले पनि अब लाइक अब इभन मैले पनि हैन केमा पनि म सक्सेस चाहिँ पाउँदिनँ क्या। एउटा कुरामा लागिराख्यो भने मात्र त्यो ग्रोथ हुन्छ क्या। सो यो मिस्टेक मैले पनि गरेको छु हैन। अब तपाईँले पनि इफ गर्नु भएको छ होला वा गर्नुहुन्छ आउने दिनमा, वा तपाईँ अवेर चाहिँ हुनुहुन्न हैन। सो एउटा कुरामा चाहिँ लाग्नुहोस् हैन। यसरी लाइक एउटा कुरामा यो मल्टी ट्यालेन्टेड हुनु चाहिँ प्राउडको कुरो हो। यसले चाहिँ तपाईँलाई क्रिएटिभ बनाउँछ हैन, यसले नै तपाईँलाई भोलिको दिनमा अगाडि बढाउँछ। तर अनि एउटा चिजमा चाहिँ फोकस चाहिँ गर्नु पऱ्यो लामो समयसम्म। एउटा चिजलाई चाहिँ मेन प्रायोरिटी र त्यसलाई एउटा चिजलाई चाहिँ मेन फोकस र स्पिड दिनु पऱ्यो क्या, टाइम दिनु पऱ्यो कि मेन कुरा चाहिँ। सो एउटा कुरामा टाइम दिनु पऱ्यो कि, देन त्यसपछि रियल ग्रोथ ह्यापन हुन्छ हैन। नभए मल्टी ट्यालेन्टेड छौँ हामी भनेर होइन सबै कुरामा लागिरह्यो भने हामी स्लो हुन्छौँ क्या। सो यही हो हैन। सो इफ मैले पनि यो मिस्टेक गरेको छु, इफ तपाईँले गर्नुभएको छ कि छैन होइन कमेन्ट गर्नु होला है त।